शिक्षक आन्दोलनका कारणले अन्योलतामा परेको कक्षा 12को परीक्षाको सम्बन्धमा निर्णय गर्नको लागि आज राष्ट्रिय परीक्षा बोर्डमा बोर्ड बैठक बसेको थियो र उक्त बोर्ड बैठकले के निर्णय गर्यो त यसै विषयमा जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक खत्री र तपाईँ हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। शिक्षक आन्दोलनका कारणले अन्योलतामा परेको कक्षा 12को परीक्षाको विषयमा निर्णय गर्नको लागि आज राष्ट्रिय परीक्षा बोर्डमा बोर्ड बैठक बसेको थियो र अहिले बोर्ड बैठक सकिसकेको छ। उक्त बोर्ड बैठकले के निर्णय गरेको छ भन्दाखेरि राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12को परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न चाहिँ अनुरोध गर्ने निर्णय गरेको छ। र तत्कालका लागि चाहिँ तपाईहरूले के सोच्नुहोस् भन्दाखेरि कक्षा 12को परीक्षा वैशाख 11 गतेदेखि नै हुन्छ भनेर चाहिँ सोचेर आफ्नो तयारीलाई चाहिँ अगाडि बढाउनु होला। राष्ट्रिय परीक्षा बोर्डले अर्को निर्णय अथवा अर्को सूचना ननिकालेसम्म तपाईहरूले चाहिँ आफ्नो परीक्षा वैशाख 11 गतेदेखि नै हुन्छ भनेर चाहिँ तयारी गर्नुहोस् है। राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले चाहिँ आज के निर्णय गरेको छ भन्दाखेरि सम्पूर्ण जिल्लाका चाहिँ परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न चाहिँ अनुरोध गर्ने निर्णय चाहिँ गरेको छ। अब यस बारेमा के हुन्छ भनेर चाहिँ आगामी निर्णयहरू कुर्न पर्ने हुन्छ। त्यसैले तपाईहरूले चाहिँ परीक्षा स्थगित भएको छैन अथवा परीक्षा सरेको छैन भन्ने कुरा चाहिँ बुझ्नु होला। आई होप तपाईँलाई यो जानकारी इन्फर्मेटिभ लाग्यो होला र जाँदै तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।